म्याडम हजुर के पकाउँदै हो आज आज मैले सिन्की पकाउनलाई भट्ट भुट्दैछु है भट्ट भुट्दै हो आज भट्ट भुट्दै भट्ट पाके भट्ट पाके ल भट्ट मैले यसमा निकाल्छु है के राख्दैछु मेथी अँ, जिरा मेथी र जिरा राख्यो मेथी जिरा पछि के राख्ने हो प्याज है अँ, त्यसपछि लसुन कुटेर राखेको लसुन यो पाक्न दिउँ है त्यसपछि खुर्सानी है सुकेको रकबरी खुर्सानी अनि यो अदुवा र अनि यो हरियो लसुनको पात है र अबेला पाक्न के राख्दैछु फेरि त्यसमा यो त्यो पाकिसकेपछि थोरै बेसार राखौँ है बेसार पनि पाक्छ मैले जहिले सिन्की पकाउँदा चामलको पिठो राख्ने गर्छु है अब एकछिन चामलको पिठो पनि भुटौँ टमाटर है ल त्यसपछि टमाटर त्यसपछि अब यो जिरा धनियाँको पाउडर है ल त्यसपछि के सिन्की राखेँ है सिन्की सिन्की हो एकछिन भुटौँ त्यसपछि गएर यो भट्ट अघि भुटेर निकालेको लोकल चामलको चौलानी है चौलानी हो चौलानी हो एकछिन यो थोरै राखेर एकछिन स्वाद अनुसार नुन है आफूले कतिको खाइन्छ विचार गरेर नुन अब यो पाकिसक्यो यसलाई हामीले जति चाहिन्छ त्यति रस बनाउने यो चौलानी राखेको छु यो लोकल चामलको चौलानी हो ल हाम्रो यो सिन्की पाकेर खानालाई रेडी भयो कस्तो लाग्छ हजुरहरूलाई पनि यो गुन्द्रुक पकाएको रेसिपी यसो खाएर हेरेर टिकटक हेरेर कमेन्ट गर्नु होला है।